हाम्रो सुकीपुर रामजानकी मन्दिर पोखरीको अवस्था प्रत्यक्ष रूपमा हाम्रो बजारवासीहरूलाई हेराउँदैछु। बजारवासीहरू पुरै ध्यान आकर्षण भएर अलि हेरिदिनुहोला। साथीहरू, हजुरहरूलाई यो दृश्य हेराउँदैछु। हाम्रो सुकीपुर बजारको रामजानकी मन्दिरको पोखरीको अवस्था प्रत्यक्ष हेराउँदैछु। साथीहरू, यो प्रत्यक्ष रूपमा हेरिदिनुहोला। सबैजना लाइक, फलो, सेयर गरिदिनुहोला। यो जनजागृति युवा क्लबद्वारा सरसफाइ कार्यक्रम भएको छ आज भएको छ। साथीहरू, यो हाम्रो रामजानकी मन्दिर पोखरीको अवस्था अलि हेरिदिनुहोला। छठ पर्वको अवसरमा रामजानकी मन्दिरको पोखरीको अवस्था हेर्नु र जनजागृति युवा क्लबद्वारा सरसफाइ कार्यक्रम भएको छ। जनजागृति युवा क्लबद्वारा सरसफाइ कार्यक्रम आज भएको छ। साथीहरू, हाम्रो सुकीपुर पोखरीको अवस्था कस्तो छ हाम्रो बजारवासीहरूलाई ध्यान आकर्षण गराउन चाहन्छौँ। हेर्दै गर्नुहोला। सबै साथीहरूले सेयर अनिवार्य गरिदिनुहोला र सबै जनजागृति युवा क्लबद्वारा र सहयोगीहरू मिलेर सबैजना सरसफाइ कार्यक्रम भइरहेको छ। साथीहरू, लाइक र सेयर अनिवार्य गरिदिनुहोला। और हाम्रो सुकीपुर छठ पूजा हुने पोखरीको अवस्था। जनजागृति युवा क्लबद्वारा सरसफाइ कार्यक्रम भइरहेको छ। हाम्रो सुकीपुरको छठ घाटको सरसफाइ कार्यक्रम सबै युवाहरू मिलेर सरसफाइ कार्यक्रम भइरहेको छ। साथीहरू, हेर्दै गर्नुहोला। लाइक र फलो सेयर अनिवार्य गरिदिनु। हाम्रो सुकीपुर छठ घाटको दृश्य सरसफाइ कार्यक्रम भइरहेको छ। हाम्रो सबै युवाहरू सरसफाइ कार्यक्रममा व्यस्त छ। हेर्दै गर्नुहोला। सबै युवाहरूले सरसफाइ